रोलिङ भएन ल वेलकम टु आवर ट्राइडेन्ट कन्सेप्ट स्टुडियो थ्याङ्क यू भाइ विराटलाई आज हामीले वेलकम गरेको छौँ र यो मेरो सानो मिनी खन्चुवा फिरन्ते सोको यो पहिलो एपिसोड जस्तै हो यो एउटा पाइलट प्रोजेक्ट भनौँ न एउटा मेन हाम्रो उद्देश्य के हो भनेपछि हाम्रो लोकल प्रोडक्टहरूलाई ल्याएर प्रमोट गर्ने त्यसैमाथि आज हामीलाई यो एउटा पिआर प्याकेज आएको छ यसमा चाहिँ हामीले लोकल फार्मबाट विराट भाइले ल्याइदिएको छन् के रहेछ अब हेरौँ है त यो प्याकिङ मलाई एकदमै राम्रो लाग्यो यसको प्याकिङमा चाहिँ फ्रम द लोकल फार्म शिलाजित टिमुरको छोप लोकल फार्मको टिमुरको छोप अकबरे पेस्ट म्याड हनी यो चाहिँ खायो भने लाग्छ यो कति सानो ल्याएको कति क्वान्टिटीमा खानुपर्छ यो चाहिँ एउटा टिस्पुन टिमुर चिल्ली पेस्ट म्याङ्गो पिकल पिरो म्याङ्गो पिकल हो त्यो चाहिँ यो चाहिँ टिमुरको छोप खानामा माथिबाट छरेर एकदमै मजा आउँछ उता रोहित पनि हेरिरहेछन् रुदिलो हनी यो चाहिँ कसरी बन्छ एकचोटि भनिदिनु पर्यो यो रुदिलो भन्ने चाहिँ प्लान्ट हो अनि हामीहरूले बी हाइफलाई चाहिँ रुदिलोको प्लान्ट भएको जङ्गलमा राखेर अनि त्यसरी चाहिँ सोर्स भएको भने चाहिँ रुदिलो भनेर बुझिन्छ स्विट म्याङ्गो पिकल गुलियो गुलियो खाने मान्छेलाई चाहिँ यो मनपर्छ अकबरे पेस्ट अकबरे एकदमै आएको छ यो प्रडक्टहरू लोकल फार्मको आइसकेको छ यो हाम्रो यहाँ डिस्प्लेमा हुन्छ हजुरहरू आएको बेला यहाँ सबैले हेर्दै लोकल फार्मको साइटबाट अर्डर गर्न सक्नुहुन्छ साथै हामीले यो खन्चुवा फिरन्ते सोमा सेलिब्रिटीहरू बोलाएर गेस्टहरू बोलाएर हामी सबै टेस्ट गराएर हामीले रिभ्यू लिनेछौँ र त्यही हिसाबले हामीले पिआर प्याकेजहरू गिफ्टहरू हामीले दिनेछौँ र अझ धेरै जसले मन पराउनुहुन्छ जसलाई अझ डेली लाइफको लागि युजफुल हुन्छ भनेर किन्न उहाँहरू डाइरेक्ट लोकल फार्मबाट किन्न सक्नुहुन्छ के भन्न छ त्यति नै हो दाइ ल सबैले फलो गरौँ लोकल फार्मलाई र साथै खन्चुवा फिरन्तेलाई यसको मेन उद्देश्य भनेको खाइदिने हो घुम्दिने हो हो